Today another vlog. I'm going to the कहाँ भन त we are going to सोह्रखुट्टे भन्ने एउटा पार्कमा गएको हामी है। कस्तो दामी पार्क छ त्यो तपाईहरुलाई हामी देखाउँछौँ। Hello, say hello to my vlog. She is Surata. She is my sister. आज हामी दुईजना मात्रै अनि यो चाहिँ हाम्रो घरदेखि नजिकै भन्नुपर्छ है। नजिकै छ अनि हामी त्यही भएर के गर्ने भनेर अनि हामी त्यहाँ रिल्याक्स हुनु गएको रिल्याक्स हुनु। दिस इज द भ्यू। हामी चाहिँ बाटोमा अझै पनि यो चाहिँ राम्रो धानको बारीहरू रहेछ। यहाँ चाहिँ मान्छेहरू धान काट्नमा बिजी छन्। काटिसकेर यो चाहिँ लाने तयारी हो कि के हो यस्तो। अगाडि अगाडि हिँडिरहेको छ। फार्महरू चाहिँ मसरुमहरू रोप्ने सागहरू है त्यस्तो देखेँ मैले। अनि यो काठमाडौँबाट कति किलोमिटर पर छ यो खास नजिकै छ तर एकदम राम्रो ठाउँ छ है। कति किलोमिटर टाढो होला क्या यो। कस्तो राम्रो पछाडि गएर न कस्तो राम्रो देखेको है। अनाथालय अनि यहाँ चाहिँ आफै प्रोडक्सन गर्ने धानहरू सब्जीहरू अनि बेच्ने अनि यही खर्चहरू गर्ने गर्छ। अनि यो सबै अनाथालयको एरिया। This is the housing. This is the main housing. हामीले चाहिँ एउटा बसले यस्तो धेरै धुलो उडाएर गयो। त्यसको धुलोले हामी सबै धुलै भयौँ। त्यो ड्राइभरलाई मलाई भेट्न मन लाग्यो। हामीले पनि 15,000को फाउन्डेसन लागेको थियो। हामीले त हाम्रो फाउन्डेसन लगाएको त मतलबै भएन नि। यस्तो पछाडि रुखहरू कस्तो राम्रो देखिने है। पछाडि देखिरहेको ठाउँ चाहिँ चुन्नी खेल हो। चुन्नी खेल गाडी। ओ फाइनली
यता चाहिँ हो हामी जाने। अगाडिसम्म पऱ्यो त। अब हामी यहाँबाट थोरै अगाडिसम्म जान्छौँ। यहाँ चाहिँ मन्दिरहरू पनि रहेछ अनि यस्तो भ्यू अङ्कललाई स्याभेज त्यही त है, कस्तो मजा आयो अङ्कललाई। अब हामी नेक्स्ट पार्कतिर जाँदैछौँ। अब 4 बजी होला है। हामी आएको 1 घन्टा भइसक्यो। यस्तो फोटोग्राफ चलिरहेको छ। मलको पार्कमा यो चाहिँ यस्तो छ है। यो गाइड चाहिँ नआउनु भन्छु तर खालि गइहाल्छ क्या मुखबाट। यहाँ रुख छ। यहाँनिर चाहिँ बर यो पिपल and here is uncle coming guys. Uncle कस्तो मजा। पिपलको रुख रहेछ। यहाँ बसेर टक्क यताको भ्यू हेर्ने कस्तो राम्रो हो त। अनि यस्तो राम्रो हुनु पाइन्छ। कस्तो राम्रो
राम्रो रुख हो यो। यहाँबाट नि बसेर टक्कसँगले भ्यू हेर्ने हो। डाँडाहरू चाहिँ राम्ररी देखाउन पाएन, नत्र हरियो हरियो डाँडा हुन्थ्यो नि त। त्यही हो, पछाडिको पार्क हो यो, अनि यता चाहिँ अगाडिको पार्क छ। तर भर्खर यहाँ चाहिँ बनाउँदै बनाउनु छाडेको जस्तो लाग्यो मलाई चाहिँ। हामी यताबाट निस्कौँ न त है। यो म हल्का यहाँको भ्यू पनि सर्ट ड्रोन सुट गर्छु नि त। कस्तो त्यो घाम नलागेर होला, कालो कालो देख्यो कि। यो हो हामी यहाँको पार्क। त्यो पार्कको चाहिँ नाम छैन, यतिकै आयो गयो, पार्कको नाम थाहा छैन। कस्तो राम्रो पार्क छ यो, तपाईँहरूलाई म रिकमेन्ड गर्छु यहाँ आउनुहोस्, चिल हुनुहोस्। यस्तो दामी हावा छ यहाँ, हावा चाहिँ उडाएर लाग्छ तपाईँहरूलाई। मास्क लाउनुपर्छ अब। यसको नाम छ कि छैन? सर्फ हो, डेन्जर छ त। चिया खाऊ त? हामी चाहिँ अहिले यो चुन्नीखेल भन्ने ठाउँमा छौँ। अनि यहाँ चाहिँ प्ले ग्राउन्ड पनि रहेछ, अनि यहाँ चाहिँ एउटा टिम पनि छ। अनि यहाँ चाहिँ पछि रोड छ, अनि यता चाहिँ हल्का पिच गरेछ। तर तपाईँहरूलाई म एउटा कुरा देखाउन गइरहेको छु, यसले हामीलाई पछ्याएको चाहिँ आधा घन्टा हुन आँट्यो। यो कुकुरले पछ्याएको कसको कुकुर हो? बल्ल गयो, टाटा बाई। अनि हाम्रो साथी पनि लग्यो त्यो कुकुरले, यस्तो हामीले झन् टोक्यो है। यो कुकुरले गर्दाखेरि आज हामीलाई झन्डै रेबिजको सुई हाल्नु परेको थियो। थ्याङ्क गड। पिङ खेल्ने हो त गाइज। यहाँदेखि उता चाहिँ राम्रो ठाउँ छ अरे है। राम्रो लाग्यो मलाई। त्यहाँनिर चाहिँ फुटबल ग्राउन्ड फेरि आयो। यहाँदेखि उता चाहिँ भैरव टिका भैरव भन्ने ठाउँ जान्छ। अनि यो बस स्ट्यान्ड हो। अनि दिस इज द लास्ट स्ट्यान्ड अफ चुन्नीखेल। लास्ट
यहाँदेखि उता चाहिँ टिका भएर म त काल भएर त्यो क्या त फुट क्रिममा काल भएर छ नि त अनि काल भएर बोल्दो रहेछ। हामीले राजा रमाइलो गऱ्यौँ। हामी चाहिँ 15 मिनट कति 15 मिनट के भएको थियो है हाम्रो त्यहाँ हामी बसेको 15 मिनटको दुरीमा एउटा पार्कमा गएर आयौँ अनि हामीले चाहिँ मजा गऱ्यौँ। हामी चट गरेर चिया पनि खायौँ बाहिर। यस्तो जाडो मौसम छ, जाडो मौसममा चिया कसलाई मन पर्दैन, सबलाई मन पर्छ। Yes, we are from Ilam, that's why we love tea. कस्तो टी भन्दाखेरि दुइटै टी है, ब्ल्याक टी पनि अनि मिल्क टी पनि हामीलाई दुइटै मनपर्छ। तर हाम्रो इलामै बनेको है, त्यो पत्तीवाला त्यो ताना चिया छैन, हामीलाई पत्तीवाला मनपर्छ। अब हामी घर फर्किँदैछौँ। अब चाहिँ रातिको 5 बज्यो। हामी चाहिँ 2 घन्टा अलमोस्ट 2 घन्टा चाहिँ बाहिर स्पेन्ड गऱ्यौँ। अब घरमा गएर हामी के गर्छौँ थाहा छैन। त्यहाँ चाहिँ हेर्नुहोस्, त्यहाँनिर कस्तो मजाले कुदिरहेछ, चरा उडिरहेछ। त्यो कहाँ गएर बस्छ होला है। गाइस यहाँनिर सब्जी खेती हुन्छ।